नमस्कार साथीहरू, हजुरको साथी आज म फेरि पनि तपाईहरु समक्ष आज आइपुगेको छु। हामी सुरेश टिप्स एन्ड ट्रिक्स च्यानलबाट चाहिँ तपाईहरुलाई चाहिँ एउटा यस्तो इम्पोर्टेन्ट टपिक दिन गइरहेको छु है त। ओके, भिडियो स्किप नगरिकन हेर्नु होला, नत्र बुझ्नुहुन्न हैन। र आजको हाम्रो टपिक के सम्बन्धी हो भन्दाखेरि चाहिँ पहिला यो ब्लुस्टैकलाई चाहिँ हामीले कसरी रुट गर्ने हो एकदम सजिलो तरिकाले हैन, र विदाउट पेइङ एनी सिंगल मनी हैन। यो फ्रीमै तपाईहरुले चाहिँ आफूले एकदम सजिलो एकदम बेसिक नलेज हो साथीहरू यो हैन। अब जस्ट तपाईले के गर्नुपर्ने हुन्छ भन्दाखेरि जस्ट फलो गर्नु होला मेरो स्टेपलाई, अनि तपाईहरुले पनि आफ्नो ब्लुस्टैकलाई चाहिँ रोटेट गर्न गरेर चाहिँ फाइल्सहरु क्र्याक गरी गेम्स क्र्याक गरेर खेल्न सक्नुहुन्छ है त। ल ओके, अब ढिलो नगरिकन हामी ब्लुस्टैक तर्फ जाउँ। अब पहिला ब्लुस्टैक ओपन गरौँ पहिला। र अब यो पपअप भएपछि हाम्रो पहिला मेन होममा जाम। होममा गइसके पछाडि एकचोटि यो रुट सेकरलाई एकचोटि चेक गरौँ है त, मेरो यो ब्लुस्टैक चाहिँ रोटेट छ कि छैन भनेर के। ल लेट्स चेक गाइस। ल यो मेरोमा चाहिँ यहाँ रुट गरेको नरहेछ। अब यसलाई चाहिँ म रुट गर्न गइरहेको छु है त साथीहरू। यसलाई अब क्लोज गरिदिउँ, यसलाई क्लोज गरिदिउँ, यसलाई यहाँ सबै ठाउँबाट क्लोज हुन्छ, यहाँबाट पनि एक्जिट गरिदिउँ। अरू कहाँ छ? छैन, अरू छैन हैन। र छैन भनेपछि अब हामी प्रोसेसतर्फ जाउँ। अब हामी पहिला यो बक्स ओपन गरौँ। अब यदि तपाईहरुको चाहिँ यहाँ हिडन फाइल हिडन छ भने यसलाई चाहिँ पहिला चाहिँ टिक मार्क गरेर चाहिँ यसलाई चाहिँ अनहाइड गर्नु होला हैन, ताकि तपाईको त्यो प्रोग्राम डाटा फाइल चाहिँ यहाँ देख्न सक्नुहुनेछ। त्यसपछि सीमा जाम। सीमा गएपछि तपाईको चाहिँ यो छ नि यो प्रोग्राम डाटा, यदि अघि तपाईले हाइड नगरेको भए यो प्रोग्राम डाटा हामीले शो गर्थेन हैन। तपाईले त्यही भएर हाइडमा हिडन फाइल्सहरु चाहिँ क्लिक गर्नुपर्ने हुन्छ र यो प्रोग्राम डाटालाई चाहिँ हामीले यसरी इनेबल गर्नुपर्ने हुन्छ के। र अब हामी यसलाई डबल क्लिक गरेर चाहिँ यहाँ जाम र सबैभन्दा पहिला यो ब्लुस्टैक एनएक्सटी भन्ने छ, यसलाई क्लिक गरौँ र यसलाई एकचोटि यहाँ हामीले कपी गरौँ हैन साथीहरू। एकचोटि प्रपर्टी फाइलमा गएर यसलाई यसो गरौँ, पहिला एकचोटि एप्लाई गर्नु, ओके गर्नु, यहाँ पहिला कपी गरौँ, अनि कपी गरेपछि यसलाई यहाँ पेस्ट गरिदिउँ है। अब यसलाई ओपन गर्नु होला। ओपन गरेपछि यहाँ एकचोटि फाइल रुट गर्नुपर्ने हुन्छ क्या। यहाँ रुटमा गएर यो वान छ नि, र यो तपाईकोमा चाहिँ यो वान मेरो रुटेड भएको छ होला सायद, यो त्यो वान यसलाई चाहिँ वान गर्नुपर्ने हुन्छ। र तपाईको चाहिँ फेरि अर्कोमा पनि यो वान यसरी नै इनेबल गर्नुपर्ने हुन्छ के। वान चाहिँ पहिला यहाँ तपाईकोमा 0 हुन्छ हैन, यसरी 0 हुन्थ्यो, तर यो 0 तपाईले चाहिँ वान यसरी वान गर्नुपर्ने हुन्छ कि साथीहरू है त। यसलाई चाहिँ यति गरेर यहाँ सेभ गरिदिउँ है, र सेभ गरेर फेरि यसलाई कपी गरौँ। कपी गरेर हामी फेरि त्यहाँ गएर चाहिँ यसरी पेस्ट गरिदिउँ है त, रिप्लेस द फाइल डेस्टिनेसन। र यसलाई यति गरेपछि हामीले चाहिँ प्रोपर्टीमा जाम। यसलाई चाहिँ यो दुईटा यसरी क्लिक गरिदिनु होला, हिडन नगर्नु होला। अब यसलाई यतिकै अनि यहाँ एप्लाई गरिदिनुहोस् हैन। एप्लाई गरेपछि ओके गरिदिनुहोस्। ओके गरेपछि यसलाई यहाँ यस्तो क्लिक गरौँ। अब यसलाई अब फेरि रिफ्रेस गरौँ हैन, यसलाई डिलिट गरौँ र चाहिँ अब हाम्रो चाहिँ फेरि यता ब्लुस्टैक तर्फ जाउँ। यसले काम गरेछ या गरेछ हैन। अब यो भर्जन हेरी हुन्छ हैन। यदि भर्जन सायद तपाईको भर्जनले चाहिँ त्यसले सपोर्ट गरेको छ भने हुन्छ, गर्दैन भने त्यसलाई चाहिँ फेरि अर्को तरिकाले चाहिँ हामीले अपनाउनु पर्ने हुन्छ है त। र यो चाहिँ कस्तो तरिका सायद यहाँ पनि भयो भने ठिकै छ, भएन भने म तपाईलाई अर्को भिडियोमा चाहिँ म देखाउने छु है साथीहरू। ल पहिला हेरौँ। अब लेट्स सी इट विल बी वर्किङ ओभर हियर अर नट। रुट चेकरमा हामी फेरि एकचोटि क्लिक गरौँ साथीहरू। यसलाई एकचोटि माथि जाउँ न हो, भेरिफाई रुट गरौँ। ल यो चाहिँ भएन भनेपछि यो भर्जनमा चाहिँ काम गरेन हैन। र तपाईको चाहिँ अब भर्जन हेरी हुन्छ के। र म तपाईलाई अर्को टपिकमा फेरि लिएर आउने छु, र त्यो चाहिँ अब कुन चाहिँ टपिक, अब कुन चाहिँ भर्जनलाई हामीले कसरी चुज गर्ने र त्यो भर्जनलाई चाहिँ हामीले कसरी रुट गर्ने भन्ने बारेमा तपाईलाई चाहिँ म डिस्कस गर्न आउँदै छु हैन।
अर्को भिडियोको लागि वेट गर्नु होला भन्न चाहन्छु। र अहिलेको यो भिडियोमा चाहिँ जस्ट तपाईँलाई मैले टिप्स मात्रै देखाएको थिएँ र यसलाई चाहिँ त्यही गरेर तपाईँले चाहिँ यसलाई चाहिँ सजिलै रुट गर्न सक्नुहुनेछ। र अर्को चाहिँ म तपाईँहरूलाई भर्जन कसरी चुज गर्ने र भर्जन कसरी चुज गरेर चाहिँ हामीले कसरी त्यसलाई रुट गर्ने र अहिले यो रुट नभएको कुरालाई पनि त्यसमा गएर चाहिँ सजिलैसँग हामीले रुट गर्न सकिन्छ है साथीहरू। त्यो चाहिँ अब अन्तसम्म हेरिदिनु भएको छ हैन। कतिको भिडियो बुझ्नुभयो हैन, बुझेन भने मलाई कमेन्ट सेक्सन भन्नु होला, म हजुरहरूलाई कोसिस गर्नेछु बताउनको लागि है। र अर्को भिडियोको चाहिँ वेट गर्नु होला फेरि म तपाईँहरूलाई म त्यो भिडियोमा चाहिँ भर्जन कसरी चुज गरेर चाहिँ तपाईँले त्यसलाई चाहिँ सेलेक्ट गरेर चाहिँ कसरी रुट गर्ने त भन्ने बारेमा म तपाईँलाई म अर्को टपिकमा लिएर आउनेछु है त ल। ओके, त्यो तिनजेलसम्मको लागि हजुरको यो साथी सुरेश टिप्स एन्ड ट्रिक्सलाई चाहिँ बिदा दिनुहोस्। थ्याङ्क्स फर वाचिङ गाइज, बाई बाई।